Hello guys, this is my new vlog. आज म सबै परिवारसँग मेरो बाबाको बर्थडे त आज हाम्रोमा यस्तो सजावटहरु गरियो सबैजना अंकल मोटु अंकल चिपले हिजो हैन म त्यो उले त राख्नु पर्छ अनि हाम्रो केक उले त राख्नु पर्छ केकले राख्दै हेलो बुवा मम्मी स्मल ब्लगर स्मल ब्लगर ए यता अगाडि फर्क कस्तो भने यस्तो गरेर देखाउन छैन फेस यही स्मल ब्लगर उ बाप बर्थडे बोय चाहिँ यहाँ हुनुहुन्छ सुरु भयो ल है त अब सुरु भयो ह्यापी बर्थडे म अगाडि जान्छु नि अब यहाँ टीका लाउने कार्यक्रम टी-शर्ट लाउन गिफ्ट आको टी-शर्ट लाउनु पर्छ अब यहाँ टीका टालोको कार्यक्रम सुरु हुन वचनले मेरो दिएछ गर्नु पर्यो थ्यांक यू त अब यहाँ गिफ्ट भयो जब एउटा तेरी मम्मीले ल्याइदिनु भएको लाउनु बाबा अहिले हैन नि का पछि पड्काउने नि ल आमाले बाबा हैन म गर्दैछु यस्तै तम्न टीका लाउदिन चाहिँ भन्नु भयो है त टिमले ह्यापी बर्थडे को गीत बजाउँछ ल बचाउनु त अलि पछि अलि नगर्नु अन गरेर हैन माथि हामीलाई भन्न चाहिँ होला ल त बुवाको पाली यसपछि मलाई दिन्छु त्यति त म भनिहाल्छु म यहाँ किन आएको ओ शिवा चाहिँ बर्थडे भइरहेछ रिमोट कहाँ छ अंकल रिमोट दिन त टिभीको यतै राखिदि त्यतै थियो बर्थडे सङ ह्यापी एचए सर्च गरेछ नि आउँछ खै दिनु मलाई दिनु ल तिम्रो के मात्र लाउँछु क्यामेरा मोबाइल बोकेको छौ त्यो छोडेर मोबाइल राख्दै अब मोबाइल दिनु पर्छ ल आमाको बर्थडेको दिन हैन मैले स्याको अब यहाँ आऊ यहाँ बस्छ ल अब ह्यापी बर्थडे सोच्नु मिलेन नि पछि त 35 ल बुढा त अलि 31 मा भाइ यता बस न यता बस न शिवान्जुबाट भाइ शिवान्जुबाट बस न यता हेर न म टिममा हेर्ने कस्तो राम्रो ल ल सबै ल यता यति हो भालु नाम दे त छोडिन त मोबाइल ए म उठा आहा खै देखाउनु त अंकल यसमा राख्नु खै तर नगर न ए कोच्चे छुटे चाहिँ तर बल्ल बल्ल आज एउटा कुनो बढी च्यापेछ के मै छुटे छ फेरि अर्को छैन म मात्र आइन अलिकति यस्तो भयो चाहिँ लगाइ जब चली साउन्ड ठुलो खास के यति मात्र पार्छु सुरुमा हार्दैन उस्माल भ्लगर हेर्नु त त्यहाँ त किन आएको आएको त ल अब एक्चुअली ह्यापी बर्थडे टिका अब यहाँ ह्यापी बर्थडे भिडियो अब के काट्ने दादा त्यो हाँस्नु पर्छ म त सक्दिन भिडियो हात कस्तो ब्लग किसल यो भाइले के भन्छ सम एउटा चक्कु दिन अरू चक्कु किसललाई अंकलकोमा ट्याब ल ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे
मेरो बर्थडे खानु हो भने बुवाको सर्टको मैले त फोटो पनि आएको थियो हो भाइ फोटो पनि मैले गरेको थिएँ म खान्छु ल यो सकियो परेन नि यो ल ल कस्तो खाले ल ल ल बाँडो म फुटाउँ त्यहाँ त्यो अर्को उल्लेर गएको थियो अन्त मिठो हुन्छ त्यो त त्यो वाला ल्याउ म ठुलो होइन। त्यो पहिला चाहियो रे पहिला त भोलिको बच्चाहरूलाई छुट्टा राखिदिनु पर्ने भयो भोलिका कर्णदारहरूलाई मार्छ निकाल्नु ल अब त केक खाइसकेर सबैजना सुत्ने भनेर प्लान गरिरह ल आजको लागि यति नै टाटा बाइ बाइ गुड बाई